आज चाहिँ म बनाउँदैछु गुन्द्रुक र आलुको रस। अनि यसरी गुन्द्रुक भुटेर बनायो भने चाहिँ एकदमै मिठो हुन्छ। अनि त्यस पछाडि गुन्द्रुकलाई चाहिँ मजाले फ्राई भएर चाहिँ मैले निकालेँ। अनि त्यस पछाडि फेरि तेल लगाएर मैले मसला खोर्सानी अनि प्याज लाएर चाहिँ मजाले डढाएँ। अनि त्यस पछाडि मसिनो काटेको आलु लगाएँ। अनि आलुलाई मजाले फ्राई गर्ने। अनि त्यस पछाडि मैले आलु चलाएर छोपेँ। अनि त्यस पछाडि मैले अघि नै लसुन लाउनु पनि लसुन लाउनु चाहिँ बिर्सेछु। अनि मैले फेरि लसुन मसिनो काटेर लगाएँ। अनि लसुन लगाएर छोपेँ। अनि त्यस पछाडि मेरो आलु पाकेर रेडी। अनि मैले लगाएँ अब चाहिँ टमाटर। यो चाहिँ टमाटर अस्तिको फत्के थियो। टमाटरको सिजनमा मैले टमाटर पकाएर राखेको थिएँ। अहिले चाहिँ टमाटरको सिजन अलिक छैन नि त, अनि त्यही भएर अनि मैले चाहिँ टमाटर लाएर मजाले चलाएँ। अनि त्यस पछाडि अघि फ्राई गरेको लगाएँ के भन्छ गुन्द्रुक। अनि गुन्द्रुक लाएर चाहिँ मजाले चलाएर के भन्छ आलुलाई मिचेर मैले रस लगाएँ। अनि त्यस पछाडि चाहिँ मेरो सब्जी रेडी। हाम्रो चाहिँ एकदमै फेभरेट हो गुन्द्रुक र आलुको रस चाहिँ। हजुरहरू कसको फेभरेट हो गुन्द्रुक र आलु चाहिँ?